हामी नेपालको सबभन्दा ठुलो ग्रुप चौधरी ग्रुपमा हामी आएका छौँ। आज भ्रमणको दोस्रो दिन, त्यसै क्रममा हामीले आजको यही हो रिपोर्ट है। ल भन भन। त्यही चौधरी ग्रुपमा हामीले एउटा कामदारसँग केही अन्तर्वार्ता लिनेछौँ। त्यसको क्रममा हामी कामदारको लागि खोज्छु जस्तो लाग्दैन। यता लोक यता 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 खाल्टामा हो खाल्टामा हो खाल्टामा हो खाल्टामा 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 यता 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 खाल्टामा खाल्टामा यता खाल्टामा तर पोके नाइज यता नाइज अब बल एकछिन बस्छ मलाई आइज भर्खरै पाएका नाइज नाइज पछि पो त्यही बस्छ भर्खरै भेट्टाएका हौ भन अनि त्यसलाई बोलाउँछ। भर्खरै हिँड्ने क्रममा हामीले एउटा ग्रुपको विगत 15 वर्षदेखि काम गरिरहनु भएको हाम्रा लोकेन्द्र थापागाईलाई भेटेको छौँ। सोधौँ उहाँसँग यो सिजी ग्रुपको पुगेन यति राम्रो यत्रो हानिसक्यो त्यो ल है पर है अलि त ल ल ल सोध अब पोके यता मिल्नलाई यार के भन्नुपर्दा म यहाँ काम गरेको विगत 15 वर्षदेखि नै हो। त्यस अन्तरालबाट आजसम्म धेरै कुरा जान्न पाइयो। यहाँ अब विभिन्न कुराहरू बनाइने गरिन्छ जस्तै रौसीदेखि लिएर अब त्यहाँ टाउटाउ माइक देखाउनु पर्दैन हजुरले घर घर आएर किन्छ भने बनाइन्छ यहाँ। तपाईँले ग्रुप नेपालको भन भन भन। तपाईँले यो 15 वर्षदेखि काम गर्नुभयो सिजीमा हाई मार्केट पनि हाम्रो सिजी ग्रुपकै छ भने त तर चाहिँ यहाँ फाटेफुटे प्रोडक्टहरू उत्पादन गरिन्छ भने विश्वास पनि जनतामा केही हो साथो हो। हजुर अब फाटेफुटे भन्नुपर्दाखेरि अब यहाँ हजुर थाहा पाइहाल्नु टाउटाउ बिस्कुट फाटेफुटे किनभने मूल्य भनेका सस्ता खान्छ। जस्तै टिभीको मूल्य पर्न सक्छ 10,000 15,000 तर यहाँ टाउटाउको मूल्य भएर एउटाको 15-10 त्यही भएर फाटेफुटे यसलाई फाटेफुटेमा राख्न सक्छ। काम चाटा कस्तो लन्ठुहरू होला नि अहिले विदेशमा पनि मैले सुनेको थिएँ तपाईँले विदेशमा पनि 15 वर्ष सायद 20 वर्ष जति काम गरेर यहाँ आउनुभएको छ। अनि विदेश र नेपालमा यो चौधरी ग्रुपमा तपाईँले के फरक पाउनुभयो? साँच्चै नै भन्नुपर्दा विदेश अनि विदेश हो। उहाँ भनेको अब यहाँ जस्तो स्वतन्त्रता पाइँदैन। सबै आफ्ना नेपाली दाजुभाइहरू हुनुहुन्छ, आफ्नो कोही पनि हुन्छन्। उहाँ साह्रै गाह्रो छ तर यहाँ एकदम त्यसले भन्छु यहाँ एकदम रमाइलो। म त सबै सम्पूर्ण नेपालीहरूलाई के भन्न चाहन्छु भने बस्नु चाहिँ काम गर्न चाहन्छु भने आफ्नो देशमा बसेर काम गर्नु होला। एउटा त गराएन। तपाईँले अहिले चाहिँ हालसालैसम्म नयाँ प्रोडक्ट नयाँ उत्पादन चाहिँ के भएको छ सिजी ग्रुपमा? अब हेर्नुपर्दा त अब आजभोलि हिजो म यति बेला व्यस्तताको कारणले गर्दा म सहभागी हुन सकेको छैन यस उद्योगमा। त्यही भएर मलाई खासै जानकारी भएको छैन। तपाईँलाई यी कार्यकर्ताहरूलाई महिनामा भत्ता तलब नदिँदाखेरि आन्दोलन गरेको भन्ने पनि समाचार सुनिन्छ के यो साँचो हो? यो एकदमै झुट हो। किन भन्नुभयो भने यहाँ एकदम मालहरू एकदम बढी मात्रामा उत्पादन हुन्छ। त्यही भएर यहाँ माल उत्पादन भइसकेपछि हामीले यसलाई बिक्री गरिन्छ। जसको बिक्रीको कारणले गर्दा पैसा प्रशस्त मात्रामा आउँछ। त्यो पैसा प्रशस्त मात्रामा भइसकेपछि कसैलाई पनि उधारोमा राख्नु पर्दैन र बेला मौकामा ट्याक्क टाइम पुगेपछि अथवा महिनामा हामीले यहाँ पैसा दिने गरिन्छ। आजको यस सिजी ग्रुपको अन्तर्वार्ता चाहिँ म क्यामेराम्यान जनरलको साथ रोहित परियार जङ्गा टिभीबाट म बिदा लिन्छु। हस्त धन्यवाद।